साथीहरु अनि अघि चाहिँ मेरो स्पेस हेरेर म कसरी बनाउनु भन्दै थिएँ अनि मैले 18 मिनेटको भिडियो क्लियर गरेँ। म अहिले यहाँ आज हामी चाहिँ पानीपुरी खान आएको छौँ यो भन्दा मैले भिडियो गरेको। म चाहिँ अहिले यति हस्पिटल हाल्न आँटेको यति चाहिँ मैले हालिसकेँ अनि 7वटा चाहिँ गजीमा हालेँ। म भरे देखाउँछु यसमा पानी हालेर अनि यहाँ चाहिँ आलु रेडी हुँदैछ यो तातो छ अब यो भरे म देखाउँछु अनि भरे भेटौँला बाइ गाइज। अनि गाइज यो 18 मिनेटको भिडियो डिलिट गर्दा चाहिँ पुरानो मेरो 2 GB खाली भयो मैले। Oh my god! Wow! समरा गाइज हाम्रो चाहिँ लाइन गयो मेरो चाहिँ 20% मात्रै ब्याट्री छ भरे भेटौँ फेरि। A few moments later. अघि पाकेको लाइन आइसकेपछि अनि यहाँ चाहिँ आलु छ यो चाहिँ तातो थियो अघि अहिले भइसक्यो हेर्न सक्नुहुन्छ। अब भरे म देखाउँछु पानीपुरी बनाएको। गाइस तपाईहरुले एउटा कुरा चाहिँ भन्नै बिर्सेछु कि हामी पानीपुरी बनाउँदै थियौँ भित्र अनि बाहिर चाहिँ यस्तो हुँदै थियो क्यान्टिनमा झ्याप्याक भइरहन्थ्यो। अनि अहिले चाहिँ हाम्रो एक्जाम हुँदैछ बोर्ड एक्जाम त्यही भएर यो भिडियो म अहिले एडिट गर्दैछु। यो भिडियो अस्तिको त्यही भएर लाइक सब्स्क्राइब गर्नु नबिर्सिनु होला। अनि आधी तुफान बाहिर आइरहन्छ त्यही भएर हामी पानीपुरी बनाएर खान्छौँ त्यही भएर लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला अनि सेयर पनि हो। गाइज आधी तुफान आउँदा पनि मैले भिडियो रेकर्ड गरेको किनकि तपाईहरु सब्स्क्राइब गर्नु हुँदैन अनि मलाई कन्टेन्ट चाहिन्छ त्यही भएर कन्टेन्टबाट रेकर्ड गरेको बुझ्नु भयो होला। त्यसै 2000 years later. अस्ति मलाई फिल्टर लगाएको यसको फाइनल रिजल्ट अहिले पानी राम्रै आउँछ तर नयाँ नयाँ भएर अलिकति बालुवा आउँछ। अनि पुरी मलाई यो क्यामेरा यस्तो भयो मामा मैले भिडियो गाइज आधी भिडियो चाहिँ नबनाएको त्यही भएर बाई। खाएको चाहिँ बेलाउने के बनाउनु बिर्सेछु। ल
One eternity later. गाइस अब चाहिँ लाइन आयो हेर्न सक्नुहुन्छ अब चाहिँ राम्रो थाल्न किनकि मम्मी भिडियो बनाउन आँट्नु हेर्न सक्नुहुन्छ मैले 10 वटा खाइसकेँ होला म देखाउँछु यो चाहिँ मेरो मम्मी हो जित्न बसाउनु न Nice. बब्बाल छ अब यति अहिले त राम्रो भयो म सर्ट भिडियो बनाउँछु त्यसैले बाई गाइस